आम्मामा यसपालि त 1 महिनाको सेलरी सुवा। ईदमा चाहिँ भनेर अब यसरी चाहिँ धेरै खर्च गर्नु नहुने रहेछ। 4-5 दिन छुट्टी छ, त्यही भएर हामी अब के गर्नु त, घुम्नु पर्यो, बिन्दास रमाइलो गर्नु पर्यो। हेलो गाइज, दर्शन नमस्ते। अब चाहिँ हामी अहिले लगभग 1 साल हुन आँट्यो होला भ्लग नबनाएको। ठ्याक्कै ईदमा हामी भ्लग बनाउँदैछौँ। त्यही ईदको मौका पारेर चाहिँ हामी भ्लग बनाउनु गइरहेछौँ। त्यस्तै समयको बावजुद पनि हामी बनाउन सकेको थिएन, त्यही भएर आज चाहिँ हामी ईदको साथीहरूकोतिर गएको भ्लगहरू बनाउँछु। यता हो, म त यताबाट सिधै गएँ यतातिर साथीहरूलाई। ल फोन हान्नु छ। आधी भाग चाहिँ लिएको भए हुने रहेछ कि हामी 200 दिएको। ए यता 100 हामी दिएको। 330 को मासु खाइनै पर्यो यसपालि चाहिँ। हामी दुईजनाले 330 को मासु खाइनै पर्यो यसपालि। यसमा बिन्दास केही छैन होइन त। 330 तासमा हारियो, कति हारियो तासमा हारेको त आम्मामा यसपालि त 1 महिनाको सेलरी सुवा। त्यही भएर ठिक छ, ओके। ईदमा चाहिँ भनेर अब यसरी चाहिँ धेरै खर्च गर्नु नहुने रहेछ। यसपालि धेरै खर्च भयो, केही छैन होइन, ठिक छ। केही छैन, अब अर्को पालिहरू चाहिँ हामी अब साथीहरूकोमा चाहिँ अहिले ईद मनाउनुको लागि गइरहेछ। आज खसी कटाइछ, त्यता पनि खानुको लागि हामी कुदिरहेछौँ। आज यही बाटो जाने हो, केही छैन। आज हामी रमाइलो गर्ने जाने। भरेतिर फर्किनु हो। हजुर भरेतिर फर्क्यौँ ल। म त अघि दिउँसो निन्द्रा लागिरहेको थियो, त्यो मासु खाएर चाहिँ फेरि सुतिनँ। यतातिर यो चाहिँ हाम्रो सोनाइको बिल्डिङ हो। यही बिल्डिङबाट चाहिँ, यही बिल्डिङको साइडमा चाहिँ हामी चाहिँ जाँदैछौँ। ठिक छ, अब हामी त्यहाँ पुगेपछि चाहिँ भिडियोहरू बनाउँछौँ है त। है नसोधिकन जाँदैन हुन्छ होला। सेक्युरिटीले केही पनि गर्दैन होला, के गर्छ। जाउँ सर, त्यो सेक्युरिटीले रोक्यो भने चाहिँ बरु गरौँला। अब अहिले त रुम चिनिएको छ। जाउँ, साथीहरू यहाँ साथीहरूले बोलाएको छन्। आज चाहिँ ईद मनाउनुको लागि खसी काट्नु भएको छ र, त्यही भएर हामी जाँदैछौँ। 4-5 दिन छुट्टी छ, त्यही भएर हामी अब के गर्नु त, घुम्नु पर्यो, बिन्दास रमाइलो गर्नु पर्यो। कता जाने भन्ने प्लान छ, हेर्दै जाउँ कता गइन्छ। त्यसको हामी भिडियो बनाउँदैछौँ। लगभग 1 साल पछाडि चाहिँ हामी भ्लग बनाउनु गइरहेको छौँ। अब त्यस्तै भयो, युट्युबको पासवर्ड बिर्सेर अनि युट्युबै नचलेर गराएको छु। त्यही युट्युब चाहिँ फेरि रिकभर गरेको छौँ, त्यही भएर हामी भिडियो बनाउनु गइरहेको छौँ है त। अब चाहिँ आइपुगेको छौँ हामी कम्पनीमा। यहाँ साथीहरू कम्पनीमा आइपुगेको छौँ, अब जाँदैछौँ। वाउ, हेर्दै खाउँ लाग्ने बनाउनु भएछ त यार। साथीले चाहिँ खाना तयार गर्दै हुनुहुन्छ। अब खाना रेडी। लिउँ त सबैजनाले, लिउँ। सुरु गरौँ। सो आजको भिडियो यति नै। अब फेरि पनि अर्को नेक्स्ट भिडियो फेरि लिएर आउने नै छु। हजुरको समय शुभ रहोस् भन्दै ओके बाई।